गाइस हैन हामी चाहिँ अब लाग्दैको उता के भन्छ टपठुम्कीतिर हैन केराबारी टपठुम्कीतिर माथि जाने अब एकछिनमा भेटौँला है रातें सुरंग सी बागी उड़ान पे ही ना जाने क्यों इलाही मेरा जी आए आए इलाही मेरा जी आए आए कल पे सवाल है जीना फिलहाल है खाना बदोशियों पे ही जाने क्यों इलाही मेरा जी आए आए इलाही मेरा जी आए आए फलसफा कंधे पे मेरा बस्ता चला मैं जहाँ ले चला मुझे रास्ता बूंदों पे नहीं गहरे समंदर पे ओ ओ ओ इलाही मेरा जी आए आए डाले डाल हामी हाइकिङमा हिँड्न स्टार्ट गरेको गाइस अब माथि माथि उकालो उकालो यो त भयो अब त सूत्र हैन इन गरौँ ल गाइस फाइनली वी आर आवर डेस्टिनेसन दुईटा बाटो छ त यहाँदेखि दुईटा बाटो रहेछ हैन अङ्कल सक्नुपर्छ अङ्कल टपठुम्की जाने कुन यो हो कि यो माथि सिधै ल हामी अब माथि सिधै जानुपर्छ हैन हो साह्रै नै गाह्रो छ है यस्तो यस्तो आयो बाइक चाहिँ उता त्यो राख्यो है उता बस्छ नि बसतिर राख्यो अब माथितिर जग्गा छ पाइन्छ मजा आउँथ्यो गर्ने ओ मलाई नि कस्तो कस्तो लागिरहेको थियो क्या साथी एकदम ल है गाइस नाउ वी आर अन हाइकिङ टाइम ल हेर्नु गाइस बाटो भनेको यस्तै हो हैन यहाँ चाहिँ हाम्रो साथी छ बुले बुले राई ऊ चाहिँ फेरि आमा एक्कासी फेरि गना बजाउँदै हिँड्दै ऊ यत्तिको चाहिँ हुनुपर्छ है एउटा यत्तिको साथी पाएछ हाइकिङ गर्नु कस्तो मजा नआउला त नि ओहो कस्तो मिठो है डान्स पनि त नि हामी चाहिँ यहाँ अब कहिले पाहाड नचढेको मान्छे हल्का चढेपछि फ्या फ्या आउने क्या तर केही छैन पहिला नि चढेकै हो त्यसो खासै एकचोटि होइन 3-4 पल्ट हो तर यस्तो एक्सपिरियन्स अब फेरि कहिले होला हाम्रो हिँडाइ जारी छ सर्टकट बाटोमा सर्टै लायो वाकिङ मात्रै हार्छ धेरै होइन ऊ त्यो माथिको डाँडाको माथि मात्रै हो धेरै पनि होइन 2 घन्टाको बाटो मात्रै जम्मा 2 घन्टाको छिटै पुग्छौँ जति छिटो भोलि भेटौँला हामी अर्को जुनी फेरि भेटेछौँ यो जुनी त सकिँदैन होला बाटो फर्किँदैन न खाजा खाने पैसा ल्याएको खाजा पैसा छ त सामान किन्ने केही छैन कहाँ गएर खानु के खानु भोकै हामी अहिले
त्यो बाटो जाँदैछ होइन हामीले पुग्नु पर्ने पर डाँडा अरे ए अहिलेसम्म यी छौँ हामीहरू कहिले पुग्ने होला होइन भन्न त्यहाँ पुग्ने अरे अनि यहाँ भेट्दा भेट्दै चाहिँ उता आऊ हाम्रो गाइड पनि भेटिसक्यो क्या हाइट भेटिँदैछ भिडियो छ स्टार्ट बेसा हेर्दैछौँ 2 घन्टाको बाटो त हो धेरै पनि होइन यस्तो एक नागो अर्को बाटो आइहाल्छ एक तालबाट तलै त पुग्ने सजिलो बाटो छ होइन यस्तो घुम यस्तो गरेर एकैछिनमा एक खुट्टामा छिटो भेट्नेछौँ हामीहरू चिसो हुनुपर्ने छ पऱ्यो गर्मी त सकिँदैन आम भो गाह्रो हिँड्न हामी गाइस सरी होइन यति चाहिँ ठिक छ होइन जे भयो पनि आज चाहिँ हाम्रो जोडेको रहेछ आज पुग्नै पर्छ जसरी भए पनि होइन कोशिश जी तिती तो पानी तिती तो लाने पहाड़ आई छके पनि सलल सलल नदी चाहियो मना सलल सलल पहाड़ आई छके पनि सलल सलल चिसो हवाले उडायो पूछे घरवाली हो बाटो फेरि यस्तो छ होइन माथि कालो कालो चढ्नु पर्ने रहेछ यसरी ढुङ्गामा जानुपर्छ बुले बाटो जस्तो छ है ढुङ्गा होइन बाटो रमाइलो छ एकदमै रमाइलो छ सबैलाई चाहिँ हार्दिक निमन्त्रण छ यहाँनिर हामीलाई सहयोग गर्न आउन लागि होइन भ्लग पनि भोगले सरस्तै छ म थाहा छैन कति पुग्छौँ बाटो आइपुग्यो एक स्टेप अझ जापे ओए सर्टकट बाटो सर्ट रहेछ वकिङ मात्रै हार्ड
थाहा छैन ठाउँ पनि आइपुग्यो हजुर खालि चटपटे चाउचाउ मात्रै रहेछ चाउ चाहिँ भनेको छु यहाँ चाहिँ खाजा खाना बस्यौँ दामी ठाउँ छ हजुर जुस खाने लाग्नु लाग्छ जुस खाने राम्रो छ बस्छ यो पनि कुन पर्छ मोरङ धान धान पर्छ चट्टिकला हामीको सिधा छोरीमा चट्टिकला होइन गाइस फाइनली हामी चाहिँ अब टप ठुम्क्यो है गाइस फाइनली यता पुग्यो होइन अब यहाँ हेर्दै हुनुहुन्छ तपाईँहरू गेट होइन यति ट्राभलिङ गर्दा गर्दा आमा खुट्टा गएर यहाँ हेर्दै सक्नुहुन्छ तपाईँहरू हामी चाहिँ अहिले टप ठुम्क्यो अरे होइन फाइनली गाइस यस्तै हो We are achieved our goal. Now our destination is to be there in Dhanda. We have to be there in Dhanda, yeah, Dhanda. यस्तो राम्रो होइन भ्यू हाम्रो साथीले खोइ कुन भ्यू पाएको छ होइन उता हेर्नु त आमा सर मसर यति चाहिँ रमाइलो हुनुपर्छ है साथी हो जिन्दगीमा यति त गर्नुपर्छ हाम्रो यस्तो यात्रा भनेपछि त यसरी टुङ्गिनु थाहा थिएन हामीलाई होइन त्यसैले साथी जहिले पनि प्लानिङ बनाउँदाखेरि नि यस्तो 1 महिना 2 महिनादेखि प्लानिङ नबनाउने ल बनाउने भनेको अब फिक्स भइसक्यो सबैको चट्टै चल्दिने हो क्या अनि बिहान चाहिँ रुक्क उठेर आमा बाले सोध्ने क्या जानु कि नजानु भनेर
फेरि पुग्नु आयो भने ल कोही हावा नै आएन यार माछा मैले बाटो बिर्से सपना हाम्रो डेस्टिनेसन्स कम्प्लिट अब हामी फर्किँदैछौँ आजको यति नै आज के इतना ही कल हम फिर मिलेंगे दोबारा नहीं आएंगे और आपकी उम्मीद है आपके आएंगे खतरे फोड़ा यो फुल चाहिँ तिम्रो लागि हो तिम्रो सम्झनामा टिपेको फुल हो तिमीले माया नगर गरे नगर म तिम्रो लागि फुल टिपेर ल्याएको छु हेलो गाइज अब चाहिँ हामी फर्केर आएको ठुम्कीबाट धेरै खुट्टा दुखिरहेको छ र अनि रमाइलो पनि धेरै भयो अनि फुलहरू अनि सागहरू टिपेर पनि ल्याएको छु साग चाहिँ किनेर ल्याएको रमाइलो if you want to be a hiking with good place then you have to come the top okay it was good to hiking but if you want to view then it is also good to view we see lots of view today we not today but tomorrow we will show you that what kind of view that was दियो त इंग्लिश केटोले म त मलाई त्यो पनि आउँदैन you know I want to sing the trip was so nice and good our 6-7 months back we are planning and today we are planning and going we plan to suddenly go off top Khumki to Atikota Khumki then we come suddenly without any planning our 3, 4, 5 boys are absent because they are sleeping at home so they are not coming they are so tired and they are rich person so we are poor so our video was ending today and I will upload tomorrow in my channel my channel name is RBD Boys त्यसमा राजवंशी आरबीडी डीमा को थियो डीमा थिएन डी थाहा भएन सो बाई मेरो के अरे हाइकिङ यति नै सो इन्डिङ बाई